बुवा नमस्कार, स्वागत छ हाम्रो भिडियोमा। धन्यवाद। पाथिबारा माताको यहाँ मन्दिरको विषयमा केही कुराहरू हजुरले जानकारी गराइदिनुहुन्छ कि हाम्रो दर्शकहरूलाई भनेर। देवी प्रपन्नार्थी हरे प्रसिद्ध प्रसिद्ध मातर जगदोखिलस्य प्रसिद्ध विश्वेश्वरी पायि विश्वं तमेश्वरी देवी चराचरस्य। ताप्लेजुङ अवस्थित पूर्वकी अत्यन्त प्रसिद्ध कञ्चनजङ्घा, कुम्भकर्ण, मानाबरा, तिम्बुङ पोखरी आदि हिमालयहरूको चाहिँ समीपमा रहनुभएकै पाथिबारा आमाको नमन गर्दै पाथिबारा आमाको धेरै लामो कहानी छ। मैले धेरै ठाउँमा भनिसकेको छु, त्यसका पुस्तकहरू पनि पाइन्छन्। तर मैले यहाँ पाथिबाराको के रहेछ त, आमाको उत्पत्ति कसरी भयो, यस्तो चाहिँ ठाउँमा कसरी बस्नुभयो भनेर धेरै भक्तजनहरूलाई जान्ने इच्छा छ। त त्यो जान्ने इच्छालाई म एकदम सर्टमा थोरैमा भन्छु, हजुरले मिलाएर बुझ्नु होला, किताब पढ्नु होला। पाथिबारा आमा यहाँ कसरी विराजमान हुनुभयो भने पार्वती माताले शङ्कर भगवानलाई पति पाऊँ है भनेर अनादिकालसम्म पूजा गरेर बस्नुभयो। पूजा गरेर बस्दाखेरि कसैले आमाको पूजा गरेको चाहिँ थाहा भएन। यो हिमालमा नौ किसिमका फुलहरू फुलेका थिए। यिनै फुललाई चाहिँ बालुवाको लिङ्ग बनाएर तपस्या गरेर बस्नुभएको थियो। कुनै समयमा आमाको व्रतलाई भङ्ग गर्नलाई भौमासुर नाम गरेको राक्षस आएर बिगार्न खोज्दा आमाले उसको पनि उद्धार गरिदिनु भयो। त्यो पनि कसैलाई थाहा भएन। पश्चातमा अब के गरौँ भनेर आमाले यसरी विचार गर्नुभयो। अब यहाँ एउटा सानो किम्वदन्ती छ। यहाँ चाहिँ परापूर्व कालदेखि भेडा गोठालाहरू आएर यहाँ बस्ने, यहाँबाट कुम्भकर्णतिर जाने, फेरि उहाँ कुम्भकर्णतिरहरू भेडाहरूलाई चराएर उँधौली भनेर आएर यहाँ बसेर उँधो जाने गर्छन्। अब त्यहाँ चाहिँ फोहोर भयो फार भयो, कसैलाई थाहा थिएन। भेडाहरू जतासुकै बसे, दिसा पिसा गरे। उनीहरूलाई त आमा यहाँ हुनुहुन्छ भने थाहा भएन। आमाले एक समय चैत वैशाखको बेला थियो, भेडाहरू आएर यहाँ बसेर उँभौली भनेर जान लाग्दा यहाँका भेडाहरू चाहिँ जम्मा 500 भेडाहरू अथवा 500 भन्दा बढी भेडाहरू थिए। त भेडा गोठालाहरूले बेलुका ल्याएर यहाँ राखे, गोठमा आफ्ना चाहिँ तम्बु टाँगे, बसे। कुकुर भाँडा कुँडा सबै चाहिँ आसपासमा भेडाहरू राखेर खाना पकाएर खाए। त्यो समयमा अब चैत वैशाखको हुरी बतास अत्यन्त आउने, कुहिरोले ढाकिएको थियो। खाना खाएर यसो झकाएका थिए। उसै समयमा आमाले चाहिँ नि भेडाहरूलाई अलग गराइदिनु भयो। अब थोरै देरमा भेडाहरूको गोठालाहरू बिउजेर हेर्दा भेडा पाइएनन्। अनि उनीहरू बडा दुखित भए। दुखित भइसकेपछि उनीहरूले अब त्यो रातलाई यत्तिकै कटाए। त्यस पछाडि 5 दिनसम्म उनीहरूले खोज्दाखेरि पाएनन्। अनिखेर यहीँको कृत्रिम धुपहरू हाले। पश्चातमा उनीहरूले त्यो धुपहरू हालिसकेर खाना छैन पिना छैन, दुखितले बेलाप हुँदै हे भगवान्, हे प्रभु, हे दीनदयाल, हजुर चाहिँ को हुनुहुन्छ, के हुनुहुन्छ, हाम्रा भेडा हटा